गाइज हामी चाहिँ मेला घुम्न हिँडेको। आमामा पुल त डर लाग्दो छ है यार। हाम्रो नेपालको लोकल पुल, ब्रान्ड पुल। ओए ओए खतरा छ है पुल त यार, मजा आयो। पहिला पहिला यस्तै मात्रै हिँड्थ्यौँ त हामीहरू, अहिले पो पक्का पुल बनेछ। तर कस्तो हलिँदो रहेछ है यो त यार, हिँड्न पनि डर लाग्छ है यार। पुल कसरी हल्लेछ बे पुल, गाडीमादेखि जान्छ। म त ल्याउनु नयाँ त गाडी त जान त जान्छ, तर डर लाग्छ क्या। के गर्नु आयो बे यहाँ, ल गाइज म हेर्न मेरो यो सेल्फी स्टिक पनि कस्तो छ, हल्लेको हल्ले गर्छ। ल गाइज अब हामी चाहिँ मेलामा पुगेपछि फेरि देखाउँछौँ। हेर गाइज हाम्रो बाटो कस्तो छ यहाँ मेला। ओए समात है मेरो व्हिलचेयर, ओए मजाक नगर है जामा। यहाँ अहिले गयो भने फेरि सुत्तै जान्छ फेरि। अहिले ढुङ्गा ढुङ्गी रहेछ यार। बुढीले चाहिँ खोलाको बाटो नजा भन्थ्यो, पुल छैन। जस्तो गाह्रो हुन्छ, गाह्रो छ जिन्दगीमा। अब तिमीले बोकेर लैजाने नि मलाई। कुकुर पनि मेला घुम्न हिँडेछ क्या हो। खै उहाँ त हिँड्नलाई ढिकमा त ढिकमा यत्तिकै लैजाने हो। त्यहाँ छौँ। तिमीले जुत्ता खोल्दैनौ? जुत्ता खोल्ने अप्सन माथि जाऊ न भाइ, माथि जाऊ। पानी त छ त्यही पनि बोक्नै पर्दैन के, बोक्नु पर्छ यार। त्यति गएर छैन क्या, हग्दिने बोक्दाखेरि फेरि हग्दिने हो। जान्छ क्या त यो मेरो ब्लक काटियो के, नराखेको। ओए पानीमा नराखौ, मेरो कपडा भिजो पनि नि। चक्का त हुन्छ कि दाइ, नराख। ओए मेरो ओए तिमीले पिठा खान्छ केटा हो। मेरो भ्लगै बनेन क्या यार। आउँदाखेरि उताबाट जाम्ला यार। जाऊ जुत्ता लिएर ओए, अनि नुहाउनु पर्छ क्या यार। खै त चढाउनु त नि छोपन गएको चिप्ले लाउने फेरि। ल केटा हो, मेलामा घुम्नको लागि यति दुःख गर्नुपर्छ। अरे बाबू सबके त मनै हो। तर यहाँ पुल बनाइदिनु पर्ने क्या है, सर्टकट भएर हो क्या होइन। खोलामा हाम फाल्दै जाने अब। नेपालमा जानु यत्रो बजेट पर्छ, त्यही पनि एउटा पुल बनाउन सकेन। यहाँ त यो सर्टकट बाटो भएर नि पुल नबनाएको। सर्टकट बाटो भए पनि बाटै यहीँ हो त। अनि लगाएजी हाम्रो गाउँको अवस्था यस्तो छ। हामी जाँदैछौँ मेला घुम्न। बच्चा बच्ची क्या। ल गाइज हामी चाहिँ मेलामा आइपुग्यौँ। जाम्लो बरु यो उसमा केमा कहाँ खेल्छ बे ढुङ्गामा, त्यत्रो ढुङ्गामा। बरु म त ट्रेनमा बस्नुपर्छ क्या। खाली त छैन होला मान्छे छैन। देखिन्न त हो पिङ त। 150 रुपियाँ होइन, 150 रुपियाँ भन्छ क्या। के हो बे 50 रुपियाँ भन्ने? कता पुरा गीतहरू लागेर कता मेरो कपिराइट आउने यार। हामी जाने कता हो?
है केटा भुड्की ल्याऊ है ल्याउने बा गाईको पसलमा बिस्तारै जानु हामीलाई मान्छेलाई हेरे होइन क्या भाइ तिमीले समात त तिमीले हेरेको छैन मान्छेलाई हान्ने मात्रै धन्ने उडाइदिएको थियो टिममा जाने हो र म त केही खेल्दैन है केटा हो मालमा हजुरको ठुलो नोट दिनु त म कहाँ पिङ खेल्छ त यार त पिङतिर लैजाऊ न जामै खेल्ने भयो अझै स्टार्ट भएन तिमीलाई कता गयो झुला टिकट गर्छ त न त्यो केमा अबे टिम त देखाऊ न बे म त खेल्दैन हजुरको ठुलो नोट निकाल्नु कस्तो ठुलो नोट निकाल्नु कति पर्छ सोधौ न पहिला 150 रहेछ त हटाउ म भ्लगमा निकाल्छु टिम किन आएन र यार गाइस पिङ खेल्ने भाइ जाऊ यिनीहरू पिङ खेल्न लाग्यो केटाहरू मेला घुम्न आइजाऊ कहाँ गयो केटाहरू यार धेरै ढुङ्गाको चलन लाग्यो उहाँ केटाहरू पछाडिको बल्लहरूलाई केटाहरू भाई उतरने का मन नहीं कर रहा था क्या? अरे मजा आयो यार अझै खेल्न मन लागिरहेको खै अर्को चाहिए खै तिमीलाई झर्ने मन लागेको थिएन ये देखो भाई उतरने का मन नहीं आ रहा था पैसा वसुल तिम्रो किन नझरेको है तिम्रो किन नझरेको पैसा थोरै ल्याएर खेलाइरहेको राति बसिसकेको छ ल गाइस केटाहरूलाई चाहिँ पिङ खेलेर मजा आयो भन्छन् आफू चाहिँ हेर्दा हेर्दा यहाँ बोरिङ भयो यिनीहरू चाहिँ पिङ खेलेर मजा आयो गरे म चाहिँ कहाँ जानु त अनि खेल्न त्यस्तोमा यार यता जाने यता जाने यता जानु घुमाउँ न मजाले एकछिन भ्लगहरू बनाउँदै जाऊँ लो 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 धन्दैले अझै ठोकिदिँदै अहिले यहाँ मेरो हात ठोकियो जामा
यहाँ के गरिस् रे बिन्दु कता गयो बिन्दु खै दाइ ऊ छैन नि ए कलौटी नि आज देखो कलौटी त देखो अनि के गर्नु त नआउने अनि कस्तोमा आउने त त्यो कहाँ बाटै छैन अनि कहाँबाट निकाल्नु त्यसलाई नै हामी त एरोप्लेनमा उडेर आएको खै र के गर्यो त्यो कताको अर्को छ र खै ब्लग बनाइरह चिच्चा ब्लग बनाइरह बहुत गोरो देखेछ हितो त हिजो आएको थियो हामीलाई नि देखाउनु भन्छन् मैले भिडियो बनाएको छैन अब चाहिँ बनाउँदा कोसनमा अनि लकिन हम नहीं है चक्कर में ओए आराम ले ओए आराम ले करो ना यार खुट्टा भाग देलो यार खुट्टै तोड देला तिमीले यार मलाई खुट्टा सुट्टा गइहाल्छ खुट्टा सुट्टा गइहाल्छ नि गरे अबे चुप लागा न बे भिडियो बनाइरहेको छु मैले तले भिडियो बनाउने यार भिडियो बनाउने भिडियो भाइ अलिकति साइडमा राखिदिनु न हो दोकानलाई यार यता चाहिँ राखिदिनु न अटोहरू हिँड्छन् नियमै छैन बाटोमा नियमै छैन बाटोमा अनि बाटो त बिच्चामा खडा के अरे सामान त बिच्चामा खडा गरेर राख्दैन यार कहाँबाट हुन्छ त यार बिस्तारै यहाँलाई जामा तिमीले खुट्टा भाँच्दैन यार पैसा पनि दिएको होइन नानीहरूले बरु मैले सेल्फी स्टिक किन्ने हो क्या यार कहाँ पाइन्छ सेल्फी स्टिक यार कता यता जाने यता छ आरामले कोही आरामले जामा भात देला मेरो ढाका ल्याएन के कसले धक्का ल्याएर काकाले हो 1 किलो लैजाऊ काकर आधा किलो खै छैन कता अब चारको बाटो ओहो यहाँ त बारुद बना है यार सबले पटाका अनि बारुद मात्र 200 छैन यार मसँग खै कहाँ हेर न है केटा सेल्फी स्टिक यता बरु राम्रो रहेछ त बजार मिठाईहरू त टन्नै छ यतातिर खै चस्मा किन आशा लाग्यो तिमीलाई कहाँ छ चुडालाले 100 रुपैयाँमा 3 पोका झोलाभरि यता 100 रुपैयाँमा 3 पोका 100 रुपैयाँमा झोलाभरि थरी थरीको कलर छानेर यतै बेला लाने 100 रुपैयाँमा 3 पोका हो यस्तो मिरर त मैले पनि बनाउँथेँ यार विराट कोहलीको फोटो छ खै विराट कोहलीको फोटो भाइ यहाँ त गीत लगा है यार छैन यतातिर पनि छ क्या बजार छ होइन मलाई मैले चाहिने सामान भेट्याउनु त लिएर आउनु नि त नि हो तिमीलाई किनिदिउँला चस्मा मैले यता त झन् ठुलो छ त मेला त है चेक गर पैसा गोजिनु छ कि छैन यताबाट पाउँछ होला के बिस्तारै धक्कल है अशोक मान्छेलाई हान्दैन फेरि आरामले हेर है राम्रोसँग हेर है बजारमा पाउन त पर्ने हो किन पाएन त हो
अरे त्यो बनाउने होइन र के चटपटे हो अझ चटपटेको याद आयो यार पेट दुख्यो मलाई त केही खान मन लागेन अघि कोक खाएको पेट पुरा भर्ने हामी बजारमा त घुमेको छौँ बजार कता हो र बजार कता हो बजार घुमाउन त भाइ 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 यसो गरौँ न भाइ 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 अलि यसो गरौँ न थ्याङ्क यू यत्रो ठुलो बजारमा एउटा सेल्फी स्टिक राखेको छैन नि यार सेल्फी स्टिक चस्मा त छ त यहाँ यता पनि छ त है बाटो अब जाम बसेर के गर्नु त आरामले भाइ के भयो भयो पर्दैन म केही किन्दिनँ भाइ मलाई अघि अहिले कति जाम है मैले यहाँ केही किने होइन यार यताबाट बाटो छैन यताबाट जाने बाटो छैन उता रहेछ त बाटो उतातिर यताबाट जाने फेरि हेरौँला होइन माटोमा चाहिँ बजाउँछु म माटो आयो माटो घन्टी भनिरहने त माटो भनिरहने के त माटो भनिरहने त घन्टी भनिरहने हल्का संपाङ होली है भाई होली है यार फिर हरे बुढ़ी रहा मेरो ब्लग त सही लामो भएन र केटा हो म त सिधै बनाइरहेको छु क्या काट्नेले त अहिले गएर काटछाट गर्ने हो क्या मैले यहाँ हेरेको केही चिज भेटा छैन यार साँच्चै नपाइँदो रहेछ क्या हो आरामले 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 हान्देला फेरि बजारमा आएन यार खुट्टो दुखेछ भन्छन् है चस्मा त मलाई पनि किन्न मन लाग्थ्यो नि हो मैले अर्कोवाला अब कहाँ जाने अब यता जाने फेरि आज बजार मात्र घुम्ने हो क्या हो मेला घुमिरहेछ बजार पनि घुमिरह कस्तो टी सर्ट हो 500 को दुईटा यार अब कस्तो टी सर्ट हो 500 को दुईटा अब यता जाने कता जाने यताबाट भ्याइन्छ कहाँ छ यार कहाँ सेल्फी स्टिक छ यही घुमिरहेको थियो अब गगलाई बार बार नसम्झाउ त तिमीले खुकुरी देखाएको गगलाई बाटो खराब छ बाटोमा नचल बाटोमा दुख्राइरहेको भाइ बाटोमा नदुख्राउ क्या बाटो बिग्रेको छ त्यसले ऊ प्लास्टिकको दुख्राइरहेको छ क्या बाटो यस्तो छ भनेको
कतै पाइएन यार मैले भनेको चिजै पाएन क्या आरामले 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 अरे आहा गर्छ नि ब्लगलाई चाहिँ आहा गर्छ भग चस्मा मेसी मेसी बजार त भयङ्कर ठुलो रहेछ नि यार हामी त सानो भनेको है मेला हो कता कता जाम न त अनि जाने भयो कता कता जाने के जान्न भाइहरूलाई हान्देला हो किन्ने जानेमा मलाई लिएर न म त जान्छु भाइ जानेमा आई एम रेडी भाइ अब यस्तोलाई यार 50-100 रुपियाँ भन्ने यार अब हिँडगडा घरतिर जाम अब केही छैन बजारमा जाम घरतिर अब जाम अब के गर्नु त यहाँ बसेर मैले भनेको कुरै पाएन लास्टमा मेरो मैले भनेको कुरा नि पाइँदै पाइएन खै खै कता यहाँ के खोपरी हो के हो र हट न धागो फसाउने अब यसमा त बहुत लुट छन् बे होइन यो हाम्रो टाइपको होइन यसमा चाहिँ डरो लुट छन् राम्रो आज मैले मेरो विश्वास लकेटा हो अब चाहिँ हामी घरतिर लागेको ब्लग चाहिँ यति नै बाई बाई